लोकमा पुग्छ। भागवत श्रीमद् भागवत महाज्ञान यज्ञको यति ठुलो महत्त्व छ। तर सबै आफू आफ्ना पितृहरूलाई तार्नका लागि हामीहरू प्राय घरमा पनि पितृहरूको देहावसानको 1 वर्ष पछाडि बर्खी गरेपछि महाज्ञान यज्ञ एकाहा पुराण या सप्ताह पुराण गर्ने गर्छौँ। अस्ति एउटा रमाइलो यस्तै महाज्ञान यज्ञको वाचन सुन्दाखेरि 4 किसिमका श्रोताहरूको बारेमा जानकारी दिनुभयो। एउटा श्रोता भनेको सुन्छ, यहाँ सुनेको कथा लगेर पर पनि भन्छ, चिया दोकानमा पनि भन्छ, घरमा पनि गएर भन्छ, आफूले ज्ञान लिन्छ, अरूलाई पनि ज्ञान बाँड्दै हिँड्छ, राम्रोसँग ध्यानपूर्वक सुन्छ। अर्को सुनाउनु हो सरोता। सरोताको काम के छ भने आउँछ, हल्ला मचाउँछ, कता हो महापुजारी कता हुनुहुन्छ, फल्ना मान्छे कता हुनुहुन्छ, धकेल्दै आउँछ, पस्छ, को पुराण सुनेको छ छैन मतलब छैन, त्यसो गरेर बस्ने बेला 2-4 जना धकेल्दै बस्छ है। अनि बाजा बजाउने काम पनि गरेर त्यतिकै गीत गाउने समय गरेर हो के हो यस्तो बजाउनु भएको छ भनेर कसैलाई सुन्नु, नाच्नेहरू बिचाउने भित्र पसेर फेरि हल्ला खल्ला सरौतो जस्तै फुटाउँदै मचाउँदै हिँड्छ। अर्को एउटा खाले मलाई रमाइलो लाग्यो, अर्को एउटा खाले श्रोता हुन्छ। श्रोता भनेको श्रोता होइन, श्रोता। पण्डितजी वाचन गरिराख्नु भएको छ, ऊ सुतिरहेछ, पण्डितजी वाचन गरिरहेको छ, सुतिरहेछ। अनि भगवानको आरती सुरु भएपछि ठ्याक्कै बिउजिन्छ, के भयो भने ज्ञान केही छैन। अनि यस्ता विभिन्न खाले श्रोताहरूको बारेमा ज्ञान दिनुभयो, रमाइलो लाग्यो। तर सबैभन्दा मजाको मैले आजसम्म नसुनेको, धेरै ठाउँमा सुनेको थिएँ। अब पहिलेको जमानामा अलिकति महिला र पुरुषको विभेद अलिक बढी हुँदा, अहिले पनि छ कि छैन? छैन त, छ नि विभेद होइन। त्यो विभेद कम गर्दै जाने हो, विभेद कम गर्दै जाने हो। तर पहिले अलिअलि महिलालाई अलिक बढी हेप्ने बेलामा आइमाई भन्यो भनेर अहिले महिलाको अधिकारको बारेमा कुरा गर्ने मान्छे त्यो चाहिँ भन्न पाइँदैन भन्यो। त्यो स्वास्नी मान्छे भन्ने कुरा, स्वास्नी मान्छे भन्न पाइन्छ पाइँदैन। अहिले हामी सबैले एउटा सम्मानको भाषामा महिला भन्ने गरेका छौँ। महिला अब केटाकेटीमा पढ्दाखेरि महिलाको हि दीर्घ हुन्थ्यो, अचेल त रस्व लेख्ने चलन चलाएको छ, महिला। अनि के थियो अर्थ थाहा थिएन मलाई। अस्ति पुराण वाचकले सुनाउनु हो, महिला भनेको मही भनेको थाहा छ तपाईँहरूलाई? यता त सोध्न मिल्दैन यता। मही भनेको धरती। धरती जस्तै महिलाले समाज उत्पादन गर्छ, सृष्टि गर्छ। त्यसो सबैलाई पुर्याए जस्तै महिलाले खप्छ, सहन्छ, थिचिन्छ, हलो जोते पनि हुन्छ होइन। त्यहाँ भूकम्प पनि आउँछ होइन। महिलाको भित्रको कहिले ज्वालामुखी आउँछ, सबै चिज आउँछ, तर महिलाले सबै बिचमा सृष्टि गर्दै जान्छ। त्यही महिला जस्तै, मही जस्तै महिला भने ज्ञान थिएन मलाई। अनि मलाई पहिले शब्द कहाँबाट यसै राम्रो सुन्ने बनाइदिन नयाँ शब्द खोजेर हाले कि जस्तो लागेको थियो। कतिवटा शब्द बिना अर्थ राखेको हुन्छ, तर नेपालको संस्कृत भाषाबाट उत्पत्ति भएको हो। संस्कृत भाषा पनि अत्यन्त गहन शब्दको प्रयोग गरेर महिला भन्ने शब्द प्रयोग भएको छ। मैले किन भने यस्तै ज्ञान हामीहरू पनि चुनाव त लड्दैछौँ, भोट माग्दैछौँ, तर भोट माग्न नमिल्ने ठाउँमा जाँदाखेरि ज्ञान हामी पनि बटुल्दैछौँ। यही ज्ञान प्राप्त भएको छ। तपाईँहरूका पनि आज तपाईँले जसरी कथा सुन्नुभयो, मैले पनि कथा सुन्न पाएँ यहाँ बसेर। यहाँको कथाको अर्कोतिर कुरा गरौँला, यहाँको सङ्गीतको अर्कोतिर कुरा गरौँला। यहाँ मैले श्रीराम जानकी मन्दिरको अनुष्ठान गर्दै हुनुहुन्छ होइन। मबाट पनि केही आशा गर्नुभएको छ। आचार संहिता छ, मैले केही बोल्न मिल्दैन, तर मेरो जिम्मेवारी हो। यहाँ आएँ, तपाईँको बिचमा बसेर श्रीमद् भागवत पुराण सुनेको छु। केही जिम्मेवारी छ मेरो मनमा, त्यो पुरा गर्छु। अहिले पैसाको प्रतिस्पर्धा गर्ने बेला पनि होइन, आचार संहिताभन्दा बाहिर जाने कुरा पनि होइन, तर त्यो कुरामा ध्यान छ। अरू नबोलिकन तपाईँ यहाँ के होला भन्दा एउटाले आउँछ यति पैसा, अर्कोले झन् थपेर लौ मलाई भोट दिनु झन् बढी पैसा, मलाई भोट दिनु झन् बढी पैसा भयो भने त यो त पुराण रहँदैन नि, श्रीमद् भागवत रहँदैन नि, यो पार्टीको प्रचार गर्ने अभियान जस्तो भन्छ। त्यस्तो बनाउनु हुँदैन। भगवानको अनुष्ठान हो, मन्दिर निर्माण गर्ने मन्दिर छ, अझ राम्रो बनाउन चाहनुहुन्छ, त्यो अनुष्ठानमा मेरो पनि सहयोग पुगेछ। त्यही वाचा गर्दै
बिदा हुन्छ मसँग थुप्रै साथीहरू आउनुभएको छ मेरो पार्टीको नेपाली काङ्ग्रेसको साथीहरू आउनुभएको छ शिवनारायणजी हाम्रो पार्टीको भर्खरै विश्व महाधिवेशनको केन्द्रीय सदस्य निर्वाचित हुनुभएको छ अलि अगाडि 74 सालमा मसँगै प्रदेश सभामा जितेर जानुभएको थियो नेपाली काङ्ग्रेसको तर्फबाट घाँचीको तर्फबाट त्यस्तै मेरो श्रीमती सँगै हुनुहुन्छ अरू पार्टीका नेता साथीहरू हुनुहुन्छ पुरानो मेयर साहब हुनुहुन्छ अस्ति मेयर चुनाव लडेका साथी हुनुहुन्छ अब लड्न बाँकी रहेको साथी पनि कन्हैयाजीहरू छ वार्ड प्रेसिडेन्ट थिए तर त्योभन्दा माथि लड्नेबाट अस्ति नलडिबस्छ त्यति मात्रै होइन काठमाडौँदेखि नेपाल प्रेस युनियनको अध्यक्ष वरिष्ठ उपाध्यक्ष महासचिव उपमहासचिव लगायत 101 पत्रकारको पनि 101 ठुलो मान्छेहरू वरिष्ठ पत्रकारहरू आउनुभएको छ कस्तो चुनाव चल्दैछ भनेर मोरङमा हेर्ने क्रममा पूर्वमा हेर्न आउनु कोशीपुर हेर्नु मोरङमा हेर्नु 2 नम्बरमा पनि हेर्नुपर्छ भनेर आउनुभयो उहाँले मलाई माया गर्नुहुन्छ स्नेह गर्नुहुन्छ र मेरो चुनावको अभियान कसरी चलाएको छ हेर्न पनि आउनुभएको छ मलाई कहाँ भेट्ने भन्नुभयो उहाँहरूले मैले भने अरूतिर किन आउनुहुन्छ जहाँ पुराण चलिरहेको छ त्यहाँ आउनुहोस् जहाँ सत्सङ्ग चलिरहेको छ त्यहाँ आउनुहोस् तपाईँहरूले पनि 2टा कुरा राम्रो सुन्नुहुन्छ भनेर मैले उहाँहरूलाई आमन्त्रण गरेँ तपाईँहरूले अतिथिका रूपमा उहाँलाई सम्मान गर्नुभयो सबै कामका लागि तपाईँहरू हार्दिक आभार व्यक्त गर्ने बिदा हुन्छु धन्यवाद जय नेपाल हाम्रा प्रमुख अतिथिज्यूको कार्य व्यस्तताका कारण हामीसँग बिदा लिएर जाँदै हुनुहुन्छ जोरदार ताली बजाइदिनु होला सबैजना अब हामी कार्यक्रमको अन्तिम क्षणमै छौँ र त्यहाँ मन्दिरमा पूजा सकिनै लागेको छ त्यो पूजा सक्ने बित्तिकै हामीले सूचना भएपछि सामूहिक आरती हुनेछन् र सामूहिक आरती सबैजना भाग लिएर त्यसपछि हामी पुनः फेरि बेलुकाको सायङ्काली सत्रको कार्यतिर व्यस्त हुन्छौँ अहिलेलाई हामी बीच गोविंद भगवान को जय हो। हजुर हामी बिचमा सामाजिक व्यक्तित्व धार्मिक व्यक्तित्वहरू उपस्थित भइदिनुभयो शोभा बढाइदिनुभयो अहिले कार्य व्यस्तताले गर्दाखेरि उहाँहरू यहाँबाट बिदा हुँदै हुनुहुन्छ एकचोटि जोरदार ताली बजाएर सम्मान गरौँ सम्पूर्ण आगन्तुक अभ्यागतज्यूहरूलाई सागर गुरु यदि यहाँ कार्य पूर्ण भइसकेको छ पूजा भइसकेको छ भने आरती लिएर आउनुहोला र समाजका श्रद्धालु भक्तजन आज हामीले दिन हिसाबले 5औं दिन हाम्रो पुगिसकेको छ समय पनि धेरै अगाडि बढिसकेको छ सागर गुरुले आरती पनि ल्याउँदै हुनुहुन्छ र मसँग यहाँ केही 2-4वटा मात्रै दानवीर दादाहरूको नाम छ अहिलेको लागि म वाचन गरिहाल्छु भरे बेलुका फेरि बाँकी रहेका जति पनि दानवीर दादाहरूको नाम छ हामी भरे बेलुका सुन्नेछौँ भरे सम्मान गर्नेछौँ हजुर जसको नाम बोल्छु आइहाल्नु होला अब पर्खिनु पर्दैन सिधै आइहाल्नु होला मुरुङ सुनवर्सी 7 निवासी अचललाल सिंहजी हुनुहुन्छ 2001 में प्रदान गर्नुभएको छ जोरदार तालीले सम्मान गरौँ सम्मानको लागि आइदिनु होला मुरुङ सुनवर्सी 7 निवासी बानासरी राजवंशी 5005 में प्रदान गर्नुभएको छ त्यस्तै गरेर मुरुङ सुनवर्सी 7 निवासी मोरङ सुनवर्सी 7 निवासी छोतेरू प्लस सरिता देवी शाहजी हुनुहुन्छ 5100 रुपैयाँ र त्यस्तै गरेर मोरङ सुनवर्सी 7 निवासी देवनाथ दासजी हुनुहुन्छ 5100 रुपैयाँ प्रदान गर्नुभएको छ जोरदार ताली बजाएर सम्मान गरौँ सम्पूर्ण दानवीर दाताहरूलाई र मैले जसको नाम वाचन गरेँ हजुरहरू यहाँ हुनुहुन्छ भने आइदिनु होला यदि हुनुहुन्न भने कोही प्रतिनिधि हुनुहुन्छ भने प्रतिनिधि भए पनि आइदिनु होला Thank you.
दानवीर दाता कि जय हो। ल आरतीको समय भएको छ, कर्ता परिवारका हुनुहुन्छ, आरती प्रज्वलन गरिदिनु होला। सबैजना आरतीमा उठाउँ ल। अब बस्दा बस्दा घोडा पनि दुख्यो होला अहिले त, हेर्नु त बिस्तारै उठ्नु नि, फेरि हाततिर लडिन्छ। त्यसरी नै आज यस भगवानको दिव्य परिक्रमा पश्चात सबैजनाको लागि अहिले प्रसादको व्यवस्था पनि रहेको छ। सबैजना लाइनबद्ध पङ्क्तिबद्ध तरिकाले आरती सकेपछि, आरती लिइसकेपछि प्रसाद पनि लिनेछ भन्ने जानकारी गराउँदछौँ। आज त साँच्चै खिर पो बनिएको छ है, प्रसाद हो। हजुरको सबैको सहयोगमा एकचोटि जोरदार ताली बजाएर सम्मान गरौँ सम्पूर्ण ग्रामवासीहरूलाई, सबैलाई जसले आजको प्रसादको लागि एक एक थोपा गरेर सबैको परेको छ। यहाँ जे जस्तो सुन्दर साथ परेको छ। ल अब भने आरतीमा हामी उपस्थित सरिक हुँदैछौँ। आरती प्रज्वलन गरिदिनु होला। उग्रम से सहस्र सोदरम त्रिशूलम प्रार्थना भीतिर भद्रकाली नमोस्तुते। कृष्ण कन्हैया को चीरा हरैया को, कृष्ण कन्हैया को बंसी बजैया को, मिली जुली गाओ आरती हरि को, मिली जुली गाओ आरती हरि को। सबैजना हात माथि उचाल्दै आरतीमा ताली बजाएर सबैजना कंचन थालिमा कपूर बाती, पारी सब ठिक भाती भाती। कंचन